टिकटकको मेसेज रिक्वेस्टमा यस्तो यस्तो भनेर मेसेजहरू आएको छ। यदि आएको छ भने चाहिँ त्यो स्क्याम हो है। अब हुन त यहाँ टिकटककै लोगो जस्तो देखिन्छ, अब टिकटकले नै हामीलाई मेसेज गर्यो होला भने जस्तो लाग्छ होइन। अनि हाम्रो अकाउन्ट चाहिँ भाइलेसनमा परेको छ अनि यु हेभ टु डु समथिङ होइन, अझ रिप्लाई हाई टु रिसिभ द लिङ्क यस्तो यस्तो भनेर भनेको छ भने चाहिँ त्यो एकदमै स्क्याम हो है। त्यो खोल्दै नखोल्नु, केही गर्न जरुरी पनि छैन है। किनकि टिकटकले कहिले पनि मेसेज सेन्ड गर्दैन हामीलाई है। यदि टिकटकले हामीलाई केही कुरा कम्युनिकेट गर्नु छ भने सिधै सिस्टम नोटिफिकेसनमा गएर र नोटिफिकेसन आइरहेको हुन्छ। अब जस्तै कहिलेकाहीँ मेरो भिडियो भाइलेसनमा परेको बेलामा सिस्टम नोटिफिकेसन आइरहेको हुन्छ कि अब भाइलेसन भयो होइन, अनि त्यसपछि यु क्यान अपिल फर योर भिडियो यहाँ भनेर भनिरहेको हुन्छ कि। यो यस्तो चाहिँ सब स्क्याम हो। यसको पछि चाहिँ नलाग्नुहोस् होइन, यसलाई हेर्दा नि नहेर्नुहोस्। अनि त्यसपछि रिप्लाई पनि नगर्नु। कहिले पनि टिकटकले हामीलाई पर्सनल मेसेज गर्दैन। ओके, है त।